अहिले हामी सरङकोटमा छु गाई चाहिँ सरङकोट हुँदै जानुपर्छ के त्यहाँ त्यही भएर सरङकोटको पनि यसो पोखराको भ्युजहरू पनि हल्का लिन गएको अवस्था है गाइस। सरङकोट हुँदै जानुपर्छ हामी यो बाटो हुँदै जानुपर्छ गाइस यो बाटो हुँदै जानुपर्छ। यसो फेवातालको सिनहरू पनि लिम के भनेर गाइस है पोखरा यो बाटो हुँदै जानुपर्छ गाइस हामी अब के अब आधा घन्टामा वहाँ पुगिन्छ गाइस हामी अब यहाँबाट गएर ल गाइस अब फेरि लाग्यो है अब लाग्यो मेरो आज टार्गेट वहाँ भूमिथानमा हो गाइस है आज पूजा गर्ने दिन त्यही भएर छिटो नै जानुपर्छ गाइस त्यहाँ है ल। अहिले हामी कास्की नौररा पाउँदुर भन्ने ठाउँमा छ गाइस। यो पाउँदुरको कास्की नौररा भन्दा अलिकति माथि एउटा पाउँदुर भन्ने गाउँ हो गाइस यो है। यो अहिले म पाउँदुरमा छु। यस पाउँदुरको गाउँ पनि एकदम राम्रो छ गाइस हेर नि त यहाँ र फेवाताल पनि देखिरहेको छ गाइस है फेवाताल पनि राम्रो देखिरहेको छ गाइस त्यो सरङकोट डाँडा भयो गाइस है। हेलो गाइस हामी भूमिथानको मन्दिरमा आज दर्शन गर्न आएको गाइस तल फेदबाट हिँड्दैछु हामी म त ढिलो भयो गाइस हिँड्दैछु म जानु पाउन्न तपाईँ हजुर जानुहोस् लैजानु नि हो सरसफाइ कार्यक्रम त राम्रो गरेको रहेछ गाइस अस्ति वडा नम्बर 4 ले गरेको सबै गाउँलेहरू मिलेर सरसफाइ कार्यक्रम गरेको अवस्था भूमिथान पूजा आज मङ्सिरको 9 गते भूमिथान पूजा सबै किन दिया काट्नको लागि
हेलो गाइस, आज हामी भूमिथान पूजा दर्शन गर्न आएको अवस्था। आज हाम्रो सबै दृष्टिहरू हेर्न सकिन्छ गाइस। यहाँ थियौँ, बनाउने प्रयासमा छ, तर अब अलि यो छिटो नै हुन्छ होला। अलिकति ढिलाइ भएको अवस्था छ है, तर अब हुन त अब छिटो नै हुने भनिरहेको छ। यहाँबाट त्यो 50 डाँडो हो गाइस है। गाइस यो हनुमानको मूर्ति बनाउने वालामा छ अब, तर अलिकति ढिलो भएको अवस्था छ, तर छिटो नै भन्ने कुरा सुनेको छु अहिले म। आज हामी भूमिथान पूजामा आएको अवस्था गाइस। यो मान्छे आज एकदम क्लियर आएको अवस्था है। स्थापित गर्दैछ ल। यहाँबाट यस्तो भूमिथानको उसबाट यस्तो राम्रो दृश्यहरू हेर्न पाउँछ गाइस। त्यही त नि के अहिले त कति ठुलो जग्गा भइसकेको छ। गुच्चा खेलिदिएको त्यहाँ गएर हनुमानको पाइलाहरू ल गाइस। हनुमान त त्यत्रो चाहिँ पहाड भयो हिँड्ने नि त होइन। के भन्छ हामीले फलो गर्नु यस्तो नमुना तिम्रो चाहिँ त्यो कार्य गर्ने गरेर पनि हामीले त्यो शिला खोज्नु पाइँदैन कि पाइन्छ। हनुमानको पाइला भएको अवस्था त्यही अनुसारले यहाँ चाहिँ देउ गरेर यहाँ हनुमानको ठुलो मूर्ति बन्नेवाला। श्रवण म अरुण तामु टाढा भन्दा यो हनुमानको ठाउँमा हो प्रेम दाइ। त्यसले उसले चाहिँ होइन म यहाँबाट उठेपछि यहीँ मेरो पिकअप हुन्छ पाइला यता फर्किएको छ फर्कने बेलामा चेक्याएर यो फर्कने बेला चेक्या हुनु जाने बेला चेक्या होइन। अब म हजुर पण्डित त्यहाँ आउँछ त्यो डेट लाग्छ पण्डित खडा रहेछ के भन्नु छ भने धन्यवाद। क्यामेरा त्यो माइक पाएको क्यामेरा त्यसो बोल्नु अब बिहानबाटै मान्छे सबै खानपिन पनि यहीँ गर्छ है। उता काठमाडौँ गरेर सबै यहीँ यस्तो छ है। हाम्रो दाइले अब खाजाको लागि नास्ता बनाउनु लागेको छ।
ल बाबु खोइ त फेरि त्यति भनेर भन नि त हजुर ल हजुर हजुर दादा हाम्रो बहिनीको हातबाट चिया बस बस लगाइस बहिनीले चिया दिएको अवस्था अब म चिया खान्छु ल गोरुका घाँचाले उतारिहाल्नु पर्यो दिन एकैचोटि जुर्यो अनि हाल्ने मान्छे नि हुँ म होइन गोरु हिँडेकै मलाई चिन्नु भएन म आज गाउँलेहरू भेटघाट अब दही सही हाल्नेको कुरा भइरहेको छ कार्यकाल कोरोनाले गर्दा 3 कार्यकालको अझ बाको नाम त किन्नीले छोरा जेठा बुढापाकाले भनियो भने भाइरामको नाति जमदारको चाहिँ पनाति घुमर यहाँ चाहिँ 150 गाई पाल्ने मेरो दिदी बाजेहरू हजुरहरूलाई थाहा हो पुरानो खोज पानीको वितरण हुँदैछ मान्छेले सोल्टी पानी पिउँदैछु म है टङ्गेदाई पनि रहेछ ल यहाँ लगाइस अब पूजा सुजा गरिसक्यो कारमार पनि गरिसक्यो अब त्यसपछि अब सक्ने अवस्था पल्टाइसक्यो पुरा अब भगल हुनेहरू अब काटमाट गरेर गाई चाहिँ अब त्यसपछि अब पालपुल गर्छ भुटुवा सुट्टा खान्छ त्यसपछि अब कलेजसले हेर्ने गाई चाहिँ अब हामी त दर्शन गर्न आएको गाई चाहिँ अब धुप आक्षता ल्याएर अब घरतिर लागेको अवस्था लागेको छ अब भूमि थाङलाई बाई बाई गर्दै अब एकछिनमा म निस्किन्छु गाइज है यस्तै छ सब के अनि अब सबै खाजा खाइरहेको छ अवस्था अब लागेको अवस्था
ल गाइस अब सिद्धि पूजा त अझै ल गाइस यहाँ अब पार्किङ हो यो तल्लो पार्किङ भन्छ होला है तर यहाँ पनि राखेको हुन्छ पार्किङ है अब यहाँ तल्लो पार्किङ भन्छ होला है प्रायः जस्तोले पहिला यहीँ राख्छ पार्किङमा अहिले त माथि नि लाने चाहिँ गाइस सबैले तर माथि पनि उता यो तल्लो बाटो फेरि ठ्याक्कै मन्दिरमै पुग्छ कि बाटो यसलाई भन्छ तल्लो पार्किङ अहिले त्यहाँबाट देखेको माथिबाट देखेको पार्किङ यही हो पहिला यहाँबाट पार्किङ गर्थ्यो सबैजनाले अहिले मोटरको बाटो त्यहाँ माथिसम्म गएको भएर जस धेरैजनाले माथि नै पार्किङ गर्छ पहिलाको यो मन्दिर गाइस एकदमै पुरानो हामी एकदम सानोमा हुँदाखेरि नि यस्तै थियो कि यो अहिले नि यस्तै छ त अब घरतिर लागेको अवस्था ल गाइस हिमाल हेर्न हाम्रो गाउँबाट त हिमाल कस्तो नजिकै देख्छ गाइस है के आजको फेरि मौसम पनि कस्तो क्लियर छ है ल हेर्नु भूमिथान मन्दिरको छेउबाटै हो गाइस यो है तर अब म फेरि अब लागेको अवस्था यस्तो छ त्यहाँसम्म कच्ची छ गाइस है त्यहाँबाट यो दुईवटा रोड छ यता देउराली भदौरे जाने यहाँबाट तल गए देउराली भदौरे अब सल्यान कालकोट जाने बाटो हो यता अलिकति माथि गएपछि भूमिथान मन्दिर जाने गाइस अब म घरतिर लागेको अवस्था यो अलिकति कच्ची छ गाइस यहाँ त्यसपछि बाटोहरू एकदम सहज छ गाइस बाटो एकदम सललै छ जोस् त्यसपछि अब लागेको अवस्था ल गाइस बाई बाई